बुवाला अगाडि त्यसपछि नाति है भेटेर एकछिन बस्नु होला नमस्ते श्याम राणा ल बाजेलाई ढोक दे 84 हन्तै बाजेको 84 भजन कीर्तन गाउँ हाँसी हाँसी रमाइलो बाजेको 84 बाजेको 84 आउने अवसर दियो पोहोर आएर नाता गाँसेर थिएर पो आउन पाइयो होइन त ल 108 वर्ष बाँच्ने बाजेको आयु 108 वर्षको छ र दुख बिमार केही छैन भए पनि अब ठक्क भइसकेको छ यत्रो स्टार मिस्टर वर्कर सिस्टर राख्नु भएको रहेछ सबैजना तपाईँको 84 मा आउने अवसर दियो सबैलाई बहुत धन्यवाद छ अनि कस्तो लागिरहेछ त बाजे हजुरको 84 धन्यवाद तपाईको मुखमा पुत्र भाजाउन् कति रमाइलो हो धन्यवाद ल अनि बाजेलाई पूजा पाउँछ जाने गएर भन न यो पहिला दिनु हजुरको यता कता वहाँ आफै लिएर नि हेर भला नि अब त होइन भला भयो के ए ब्लग हो आउनु न त हो यो उसको कथा छ श्याम दाइको जोड्ने आउनु आउनु नमस्ते नमस्ते ल भेना भेना तू तो लिन गएको हो पैसा गयो र बेला गएर के पूजा हुन्छ र अब उहाँ गएर के हुन्छ त ए बसायो त्यहाँ गएर एक्लै भयो क्या के रे एक्लै के बाजा बजा किसा मन छिनेको
बासी है फुल्लीले चढाउनै फुपू ल मौला गरेर हजुर म यहाँ बाजेसित सँगसँगै हिँड्नेछु स्वाहा है बाटोको सबै स्वाहा स्वाहा ल अरू कर्तालाई सबै बढी खुलाइदिनुको ल ओम देवो श्री परमेश्वरी श्री गायत्री छन्द आद्य देवता आद्य देवता दिने ओम देवो श्री सुब्रह्मण्यम अमृतस्य आयुष्मा आयुर्मे पाए देव सत सवितो विष्णु वायु देव फौजन देव देव वासि गुरु निजमान अस्मिन् नायतने प्रजाप सर्वे तीर्थन द्यावा पृथ्वी पूर्ये धामिन्द्रस्य छदिर श्रीकृष्ण मेरो बाबा कत्रो कत्रो बोका पालेको बोका खसी के हुन् बाघ जत्रा छै अन्त ल ठिक छ गाउँमा बसेपछि यतिको त गर्नै परे के अरे माल त हो नि सबै आउनु भएर छ ल श्यामाजी नमस्कार के छ हजुर ओहो नि भुइँतानसिनबाट आउनु भएको सबैजना नमस्कार है सबैलाई ल आर्टिस्ट
सेलरोटी पोलेको नबिर्सनु 84 पूजामा आएर हाँसेर बोलेको रेलाई साला सबैलाई नमस्कार व्यक्त गर्न चाहन्छु। म लोक तथा दोहोरी गायक श्याम राणा चिन्नुभएको छ र अरूले कसले अब विमोचन कार्यक्रम के छ त्यो पनि गर्दै गरौँला। अहिले चाहिँ मेरो बाजेलाई धेरै वर्ष आयु होस्, अझै 84 दुना बाँचेको देख्न पाऊँ, 108 वर्ष बाँचेको देख्न पाऊँ, यही कामना व्यक्त गर्न चाहन्छु मेरो बाजे है त। अझै हेन्सम हुनुहुन्छ, अझ हेन्सम हुनु है मेरो बाजे है। एउटा चिनजानले गर्दाखेरि आज अवसर मिल्यो, खुसी लाग्यो। तपाईँ खुसी हुनु नै हामी खुसी हुनु। बाजे बाजे खुसी भएको बाजे खुसी हुनु आशीर्वाद दिनु है
त्यही भयो ल बाजेले आशीर्वाद दिएपछि सुन्न है सम्पूर्ण उपस्थित हाम्रो पाहुनाहरूलाई एकमुष्ट नमस्कार भन्न चाहन्छु। अब हाम्रो कार्यक्रम हालको सुरुवात हुन गइरहेको छ। पछाडि गएर बस्नु आग्रह गर्छु सबैलाई पछाडि गएर बस्नु आग्रह गर्दछु सबैलाई। बुवालाई आशिष दिने कार्यक्रम रहेको छ। सँगसँगै हामी त्योभन्दा अगाडि 13 कन्यालाई बुवाले टिका लगाइसकेपछि तपाईँहरू मार्फत हामी फेरि बुवासित जुन दिने कार्यक्रम हुन्छ उहाँसित रहने म तपाईँहरूलाई जानकारी दिन चाहन्छु। पछाडि गएर बसिनुलाई सम्पूर्ण आग्रह गर्न चाहन्छु है सबैलाई। पछाडि मूर्ति छ।